दर्शकबिन नमस्ते। म राजकुमार रसाइली। आज म यहाँहरूलाई एकदमै अचूक औषधि लिएर आएको छु है। सम्पूर्णले ध्यान दिएर सुनिदिनु होला। हाम्रो हातमा देख्दै हुनुहुन्छ यहाँहरूले कोलटाप्रे। यो चाहिँ बच्चाहरूको लागि अनि बुढाहरूको लागि, जवानहरूको लागि, सबैको लागि चाहिँ एकदम अचूक औषधि हो। जस्तै तपाईँहरूको दिसाहरू, कब्जियत भयो, त्यस्तो समस्याहरूलाई अनि बच्चाहरूलाई छाती दुख्ने, खोकीहरू लाग्ने, पखालाहरू लागेको छ भने पनि यसले ब्रेनको लागि सबभन्दा अनि दिमागको लागि चाहिँ धेरै राम्रो काम गर्छ यसले। अनि साथै यसमा मसँग दुबो देख्दै हुनुहुन्छ। यो दुबोले नेपालमा विभिन्न किसिमका, नेपालमा मात्र होइन संसारमा विभिन्न किसिमको रोगहरूबाट ग्रसित भएका व्यक्तिहरूको लागि एकदमै राम्रो अचूक औषधि काम गर्छ। यसको थुप्रै फाइदाहरू छन्। यहाँले देख्नु भएको छ, हाम्रो घर आँगनमा जताततै पाउँछ। यसलाई चाहिँ बिहान खाली पेटमा चाहिँ दैनिक खाने गर्नुभयो भने एकदमै राम्रो फाइदा गर्छ। बच्चाहरूलाई खुवाइदिनु भयो भने खानाहरू पाचन प्रणालीको लागि खाना पचाउने राम्रो काम गर्छ है साथीहरू। आज मैले मेरो बाबुहरूलाई खुवाउँदैछु, म आफूले पनि सधैँ खाइरहन्छु। यहाँले पनि खाएर अनि विचार गर्न सक्नुहुन्छ है त। पायल्सहरू जस्तो समस्याहरूलाई पनि यसले राम्रो काम गर्छ। कब्जियत, विभिन्न किसिमको रोगहरूलाई काम गर्ने भएको भएर आज चाहिँ मैले यहाँहरूलाई एउटा भिडियो बनाएर सेयर गर्दैछु। सबैजनाले सबैमाझ पुर्याइदिनु होला यो भिडियोलाई भन्न चाहन्छु है त। धन्यवाद। दर्शकबिन, यो हो दुबो अनि घोलटाप्रे अम्बकको पात। अब यसको म जुस बनाउँदैछु है साथीहरू। सम्पूर्णले हेर्नु होला। आज चाहिँ मैले जुस बनाएर आमालाई अनि हाम्रो सानो बाबुलाई चाहिँ खुवाउँदैछु। भिडियोलाई सक्दो सेयर गरिदिनु होला, सबैमाझ पुर्याइदिनु होला। अब चाहिँ म जुस बनाउँदैछु है त, दुबो अनि घोलटाप्रे अम्बकको पातको। अब चाहिँ जुस बन्दैछ, एकदमै अचूक औषधि हो। तपाईँले पुरै गरेर हेर्नु होला। ल गाइजहरू, अब चाहिँ म जुस बनाउँदैछु है। जुस बनिसकेको छ, अब जुस छान्दैछु म। जुस तयार भइसकेको छ है त। आमा जुस खाने हो नि त? खाने हो। यसले राम्रो गर्छ। अलिकति बाबुलाई राखिदिनु है सानो। ल ल देख्न सक्नुहुन्छ, जुस चाहिँ तयार भइसकेको छ। अब यो चाहिँ आमाको लागि। ल आमा खाऊ। जय दबाई होस् दबाई। ल सट्ट खाऊ। टक्कै बिहान खाली पेटमा चाहिँ खानुभयो भने चाहिँ एकदमै राम्रो फाइदा गर्छ है यसले चाहिँ। ल सना बसेर खाम। ल बसेर कहिले पनि उमेर खानु हुँदैन अरे, बसेर खानुपर्छ। ल सनक्क पारिहाल त। ल मिठो रहेछ आमा? मिठो छ? औषधि मिठो हुँदैन नि, औषधि त तितो तितो हुन्छ, तर एकदमै फाइदा गर्ने चिज हो। अर्ग्यानिक हो। हाम्रो जडीबुटी नेपालमा, संसारमा थुप्रै किसिमका विभिन्न वनस्पतिहरू छन्।
हामीले चिन्न नसकेको औषधि हाम्रो घरकै वरिपरि छ। यो चाहिँ हामीले प्रयोग गर्न सकियो भने चाहिँ साँच्चै यसले हाम्रो स्वास्थ्यलाई चाहिँ लाभ दिन्छ है त। ल सम्पूर्णलाई फेरि पनि धेरै धेरै धन्यवाद भिडियो अन्तिमसम्म हेरिदिनु भएको लागि। अब आमालाई चाहिँ मैले अब दैनिक खुवाउने गर्छु, म आफैले पनि खाने गर्छु। ल है त गाइजहरू।